पुल तरेर चाहिँ हामी कागबेनीबाट लाग्दैछौँ। यो पुल तरेर उता तल चाहिँ कागबेनी गइन्थ्यो। हामी यताबाट पुलबाट आयौँ होइन, उता मुक्तिनाथबाट फर्किँदाखेरि यो तलबाट चाहिँ रातो गाडी गएको तलबाट चाहिँ कागबेनी हुन्छ। एभ्रीबडी इन दिस ग्रुप हामी अलमोस्ट 1000 मिटर झरेर अनि फेरि माथि जान्छौँ। यस्तो थियो है उस्तो थियो भनेर है। तर होइन अहिलेको त्यो केटालाई हामीले कति समय लाग्छ भनेर सोधेको अङ्कल, त्यसले 3-4 घन्टामा पुग्नुहुन्छ। अहिले बाटो पुरै राम्रो हो भन्थ्यो है, चलाउनु न बाटो भनेको अरे। ल हेर त बाटो अप्पर मुस्ताङ। ओके, यहाँनिर रेजिस्ट्रेसन गर्नुपर्ने रहेछ गाडीको। हाम्रो गाडी यो भयो। हामी जाँदैछौँ अप्पर मुस्ताङ लोमानथाङ चाहिँ 3840 मिटरको हाइटमा रहेछ। अब यो पुल क्रस गरेर हामी अगाडि बढ्नेछौँ। हामी धेरै बाटो क्रस गरिसक्यौँ, अलमोस्ट 1 घन्टा। यो चाहिँ यहाँको पहाडको दृश्य, साउथ इन्डियन फिल्मको मन्दिरहरू जस्तो दृश्य रहेछ है। दामी छ यो चाहिँ, मौसम एकदम चिल छ। अब यो पुलिस स्टेसनमा चाहिँ हाम्रो गाडी रेजिस्ट्रेसन गर्दै हुन्छ गुरुजीले। त्यसरी हामी अघि बढ्नेछौँ यो पुलबाट यसरी। हावा चाहिँ ननस्टप चलिरहेछ, खोला बगिरहेछ सरर लाएर। ओ यो हो नेपालको ब्युटी भनेको, एकचोटि आउनै पर्छ। यो कहिले नदेखेको चिज हेर्नलाई चाहिँ नेभर सिन बिफोर नेभर बिन एक्सपिरियन्स भन्छ नि, यस्तै चिज हो यो। इट्स लाइक द एन्ड अफ द वर्ल्ड भने जस्तो पनि छ कि यो संसार अब यहीँ आएर सिद्धिने ठाउँ भने जस्तो लाग्छ एकछिनलाई होइन। यसपछि पारिपट्टि चाइना छ, विश्वमा सबैभन्दा विकसित देश चाइना छ भनौँ न, वान अफ द डेभलप नेसन। त्यसको पारि चाइना, हामी नेपाल चाहिँ त्यति विकसित हुन सकेका छैन है। दामी छ नि बाटो त। ल म चाहिँ अगाडि गएर कुर्ने कुरा भयो, अगाडि गएर कुर्छु, हामी हेर्दै जाउँ है त। दामी छ बाटो। ल ओके, ल म अगाडि बढ्दै गर्छु है त। यस्ता पुराना घरहरू पनि, जीर्ण अवस्थाको घरहरू पनि छन् है। पुरानो एकदम धेरै पहिलाको घर होला। यता होटेलहरू पनि रहेछ, बन्दै रहेछ नयाँ। अब त्यहाँनिर एउटा स्टुपमा रहेछ, हाम्रो गाडी आयो। कस्तो दामी ठाउँ क्या, ब्युटिफुल। कञ्चन मलाई यसो अप्पर मुस्ताङसम्म छोडिनुहुन्छ कि? हुन्छ ल। भर्खरै सेङबोचे भन्ने गाउँमा झऱ्यौँ। यहाँ एकछिन खुट्टा तन्काउने, चियापान गर्ने। हाम्रो फाइनल डेस्टिनेसन चाहिँ लमङथाङ हो। यहाँनिर चाहिँ हामी स्याङबोचेमा झर्दैछौँ। स्याङबोचेमा नि यहाँनिर चियाखानी। Adhiraj, doing all right? Yes? Thumbs up? Good job. यो अघि मैले त्यहाँ हेरेँ अनुसार हामी 3770 मिटरमा रहेछौँ। यो 377 रहेछ? त्यही लेखेको थियो अघि त्यहाँ। ठिकै हो नि त। फेरि हामी ओह्रालो जान्छौँ, ओह्रालो गरेर 3840। मेरो गुगलले 3800 भनेको थियो, तेरो गुगल 3840 भन्छ। ChatGPT is not right, Google is right. 3840 भन्छ एउटै गरौँ। मुक्तिनाथ बराबरै रहेछ। ल जाने हो नि त माथि।
चिया खाने ठाउँ भित्र हरियाली देख्न पाइयो यसरी ग्यासहरू राख्नु भएको रहेछ यसमै धुलो भएको छ के चिज हो र खै ए यो प्रोडक्ट त अचार पनि चाइना गयो यो अचार भन्दा पनि उसमा हालेर खाने हो कि तेलमा हालेको के हो यहाँ त वाइनहरू पनि चाइनाबाट आएको रहेछ त कसले ल्याइदिन्छ यहाँसम्म आफै ल्याउने कि के आफैले लिएर आउनु भित्र गएपछि अब सस्तो हुन्छ बाहिर गएपछि महँगो हुन्छ ए महँगो भन्दा पनि उनीहरू मर मजुरी किन्छ एउटा अब 400-500 उनीहरूले त्यहाँ 800-900 किन्छ नुडल्स थरी आइसकेछ हो चाइनाको त्यहाँ है कति चाइना नजिक है त्यो पुगिन्छ गाडीमा हो अब 2 घण्टा 7 दिन ओ रेन पन्चो चाहिँ अञ्जनी एन्ड सन्सको आएर त बाबा आउँछ बिगन्सको चिसो हुँदै गयो त्यो होटेल हामी अब चियामा झर्दैछौँ यो होटेलमा चिया बनाउनु भनेको होइन 7वटा चिया भन्दैछ के अरे 7वटा त हुन्छ होइन हेर न यहाँ त सबै चाइनाको प्रडक्ट आइपुग्नु रहेछ बुढी हेर त चाइनाको हेर न यो वाइन भयो सबै यिनीहरू है यो चाहियो तरकारी उसमा हाल्ने अचार टाइपको किम्ची भन्छ यसलाई नुडल्स हेर न सबै यो कहिलेदेखिको हुन्छ छोरी छोरी पछि यहाँ सबै चाइनिज प्रडक्ट के है व्हाइट ऱ्याबिट व्हाइट ऱ्याबिट पनि रहेछ त ग्यास सिलिन्डरहरू हेर्नु पुरा मजाले 1 2 3 4 5 6 7वटा स्टक गरेर राख्ने ग्यास सिलिन्डर रामेन छ मजाको ठाउँ रहेछ ल न्यानो रहेछ भित्र है बाहिर चिसो भयो नि कुन ठाउँ छुसाङ भन्छ ल दाइ ए स्याङ्बो चाहिँ स्याङ्बो अनि छुङसी भनेर चाहिँ होटेलको नाम ठाउँको नाम कि मान्छेको नाम छुङसी चाहिँ गुफाको नाम हो ए यो चाहिँ स्याङ्बोचे भन्छ स्याङ्बोचे 3 ए कतिसम्म छ स्याङ्बोचेको चाहिँ 3 4 5 5सम्म छ अनि 5 पछि अर्को कुन आउँछ अब ए चाराङ ए हजुर वाट इज इट के छ देखाउ त ल के देखाउनु लाग्यो हजुरले है त लेट्स सी वाट इज अप टु वाट वी वान्ट सो पानी किन खुल्लै छोडेछ पानी छोड्नु हुँदैन यस्तो गाउँमा आएर सेभ वाटर यहाँ त हिँड्नु पाइन्छ तर पानी पाइँदैन कसरी क्लोज हुने ल मलाई त आएन त ए यसरी रहेछ ल खै चिप्स कहाँ छ खै चिप्स कहाँ छ खै ए चिया आइसक्यो ल ओके बस्ने ठाउँ फेरि अलग्गै रहेछ हो ल राखिदिनु कोका कोला टिबोर्ग सबै रहेछ त है ल बिस्कुटहरू सबै रहेछ ल नाइस ल कप सेटहरू पनि दामी रहेछ यहाँको हेर न के खानलाई अन्डा छोरा दिनलाई ल यो मेरो चिया के खाने त थर्सीबाट ए कोका कोला खाने भन्छ तँलाई तँ कोका कोला नखा मटका टाइपको हजुर एउटा चिया ल्याइदिनु नि त सोध्छुलाई दलाई लामा हुनुहुँदैछ यहाँ दलाई लामाको फोटो ठाउँ चाहिँ कस्तो कायदाको ठाउँ रहेछ है यो कोजी के मजाको ठाउँ यो तिब्बततिर जस्तो जान त गएन होला भन्ने कुरा के मुस्ताङतिर पनि पहिला त यस्तै हुन्छ ओ चिया चाहिँ मजाको गुलियो मैले भनेको थिएँ गुलियो कम भनेर भन्नु त उहाँहरूको कम होला सायद यो चाहिँ होइन ल है चिया खाने भए खाउँ टेस्ट गरौँ ल ओके हामी ल ठिक छ है होइन भेज होइन बाबाको यसमा मासु थप्नु त हो नि एउटै हुने कुरो मासु छुट्टी ल्यायो भने खानु त हो नि
गुड मर्निङ फ्रम लोमाङथाङ अर्कै खालको हिमाल नजिकैबाट देखिँदो रहेछ यहाँ लोमाङथाङको चाहिँ एन्सियन्ट स्टोन हिस्ट्री अनि त्यस्तो खालको गाउँ छ यहाँ विकास र विश्वास बाबाहरू के अरे बोर्डर के भन्छ कोरोला बोर्डर हेर्न जाने प्लान थियो तर अनफर्चुनेटली यहाँ एरीलाई लेक लाएर लत्रङ्ग छ पेट दुख्यो भने केही गर्न मानेन गाडीमा जाऊँ भनेर एकदम रेस्टलेस भइरहेको बाबु त्यो भएर हामीले चाहिँ उनीहरूलाई फर्किनलाई भन्यौँ किनभने उनीहरू आउँदै 3 घन्टा लाग्छ बाबुले 3 घन्टासम्म हामीलाई भ्याउँछ जस्तो लागेन अत्याउँछ जस्तो लाग्यो बिहानको मौसम चाहिँ एकदमै राम्रो हुँदो रहेछ घुम्ने हो भने 11-12 बजीभित्रै घुम्न पर्ने रहेछ जस्तो लाग्यो यो ठाउँ यसो मैले बुझ्दाखेरि 12 बजेपछि हावा चल्ने हिँड्नै नसकिने अहिले चाहिँ फेरि न्यानो छ फेरि है रहेछ लोमाङथाङबाट झर्ने क्रममा हामी आइपुगेका छौँ खाना खानलाई भनेर नास्ता खानलाई यो कुन चाहिँ होटेल जामयाङ कुन ठाउँमा रहेछ दामोदर कुण्ड गाउँपालिका 3 मा जाउँ भित्र ल फोटो खिच्दियो एकैछिन पखाउँ है त फोटो पनि खिचौँला मोटो पनि खिचौँला रेस्टरुम ऊ नानीलाई सोध्दैन कहाँ छ रेस्टरुम कता छ बहिनी ऊ त्यो ट्याङ्की भएको पत्तलपट्टि त्यहीँ होला देख्यो होइन ल जाउँ त्यति जाउँ कस्तो रहेछ हेरौँ यसो चाहिँ सब हजुर त अलरेडी इनसाइड हुनु रहेछ कति छिटो भोकले हो क्या यहाँ अरियो बिस्कुटहरू सबै किसिमको बिस्कुटहरू पाइँदैछ चाउचाउ कोकोनट एभ्रिथिङ दिस इज ब्ल्याक चौरी दिस इज व्हाइट चौरी दिस इज डियर अनि यहाँ प्लान्ट्सहरू रहेछ यो यार्सा गुम्बा पनि रहेछ त यहाँ जैसा के छ यार्सा गुम्बा लिएर जाने हो क्या बेच्नलाई हो यो देखाउँला होइन होला बेच्छ होला बेच्नलाई हो यार्सा यो ओरिजिनलै होला यहाँ पाइन्छ मेबी अब ओरिजिनल देखेछ कि त नि यार्सा गुम्बा नानी हो यार्सा गुम्बा त यो दुधमा मिसाएर खान्छन् क्या यो चाहिँ शक्तिवर्धक यौनवर्धक भनेर चाहिँ यसलाई चाहिँ युज गर्छ कि पावर हाउस यता पनि चाइनिज बियर आइपुग्दो रहेछ है यो हिजो हामीले खाएको थियो नि यो फ्लासाको बियर डोनट पनि रहेछ त है चाउचाउ खाइपछि खाउँला त्यसपछि फेरि डोनट र चिया पनि खाउँला कि लास्टमा चिया चाउचाउ खाइसकेपछि हुँदैन मम्मी मम्मी के खानु त अब भात खानु मन लाग्थ्यो होला हजुरलाई है मन लागेन केही पनि नखाने अहिलेलाई ओके चाउचाउ 1 लट खाएर कफी खाऊँ त फेरि के भयो त चिया भनिसक्यो अनि चाउचाउ क्यान्सिल ए चिया नै भनिसक्यो ए चियालाई क्यान्सल गरेर कफी हाल्न मिलिहाल्छ नि त ऊ यहाँनिर हाम्रो यो घन्टाङ भुन्डुङ गरेर के खेल्दैछ नि यहाँ सोध्छु यहाँ पापाको मोबाइल फोन आयो भने है ओके यो छ यहाँको वेलकम टु अप्पर मस्ताङ डिस्टेन्स रहेछ ओ यहाँ चाहिँ म देखिँदो रहेछु ल दिस इज मी ओके वेलकम टु अप्पर मस्ताङ पोखरा टु जमसम पोखरादेखि जमसम 154 किलोमिटर पोखरा र जमसम 154 जमसम काबुगिनी 12 जमसम मुक्तिनाथ 23 कागबेनी छुसाङ 14 छुसाङ समर 13 समर टु स्याङबोचे यहाँबाट स्याङबोचे 11 किलोमिटर रहेछ स्याङबोचे टु झाइटे युआर हियर हामी यहाँ रहेछ 7.7 किलोमिटर झाइटे टु घामी 9.1 घामी टु साराङ 11 छाराङ टु लमथाङ 15 लमथाङ टु बोर्डर टु एप्रोक्स भनेपछि हामी अब माथितिर जाने हामी यहाँ छ अब झाइते अब हामी समर पुग्छौँ स्याङबोचे 11 गर्दा गर्दै हामी पोखरा हाम्रो डेस्टिनेसन ओके सोभिनियरहरू यो पनि चौरी गाई हो व्हाइट चौरी ब्ल्याक चौरी यो के हो यो जिम्मो हो यो खै चाइनिज नुडल्स पनि रहेछ चाइनिज नुडल्स चाइनिज चक्लेट यो व्हाइट ऱ्याबिट हामीले खान्थ्यौँ नि पहिला त्यही रहेछ यहाँ त्यो व्हाइट ऱ्याबिट ल मस्ताङलेको टोपीहरू यो के को सिङ होला यो चौरी के सिङ होला त यो
च्याङ्राको सिङ होला है कस्तो मजाको सिङ रहेछ यो चाहिँ तुम्बा बनाउने होला कि यो चाहिँ होइन तुम्बा बनाउने चिज जस्तो छ कि यो घोट्नलाई अगाडि Here comes our chow chow for the breakfast. Lunch खाने भनेको lunch नहुँदो रहेछ यहाँ त्यस कारणले हामीले यहाँ चाउ खान लागेको छौँ यस्तो सनफ्लावर बच्चाहरूलाई नि स्प्रिङ अनियन हालेको नाइस पोर्क चाहियो नि त पोर्क हावा चल्यो हामी गाडी रोकेर यो भिडियो बनाउन थाल्यौँ हामी अप्पर मुस्ताङबाट झर्दै अब फ्यु किलोमिटर्समा हामी त्यो हामी कागबेनी पुग्छौँ most awaited place Kagbeni. We have been tired. We wanted to go to Kagbeni. अधिराज पनि खुसी भयो तल आएपछि भाउजूको पनि हेलो हेलो ल दाइ तपाईँ पनि खुसी हुनुहुन्छ नि आज कहाँसम्म पुऱ्याउनुहुन्छ त हामीलाई त्यहाँ पुग्छ त्यहीँ ल जाम लेट्स गो ल तपाईँ पनि खुसी न ओके हामी आइपुग्न लाग्यौँ कागबेनी लोमानथाङदेखि घुम्दै हामी कागबेनी आयौँ लोमानथाङको होटेलमा हामीलाई होटेलको अनरले के यो दोसल्ला लगाइदिनु भएको थियो अब जानुभन्दा अगाडि हामी आफ्नो गन्तव्य पुग्नुभन्दा अगाडि यो चिजलाई यहीँ छोडेर जाने चलन रहेछ यहाँ अरूले पनि बाँध्नु भएको रहेछ त्यही चलन चल्तीलाई हामीले चाहिँ निरन्तरता दिनको लागि यहीँ बाँधिदिएछ कञ्चन भट्टराईले ल मजाले बाँधिदिएछ होइन यो चाहिँ अगाडि बढ्नेहरूलाई चाहिँ शुभ यात्रा भन्नलाई चाहिँ बानी जस्तो छ क्या होइन अगाडि बढ्न जानेहरूलाई राम्रो छ जानुहोस् शुभ यात्रा यो मुक्तिनाथ कट्ने थियो कि यो मुक्तिनाथ आउनुमा यस्तो भिड देखिन्न के अरे है यो कागबेनीबाट आउँदाको यो पिच बाटो यहाँबाट सुरु भएर पिच बाटो लगभग यहाँ सिद्धिँदो रहेछ ठ्याक्कै यहाँबाट पिच बाटो सिद्धेसी यहाँबाट लोमानथाङसम्म कोरोला नाकासम्म सबै ग्राभेल बाटो छ पिच हुन बाँकी छ अब हामी कागबेनीमा खाना खान रोकिनेछौँ ओके मार्फामा खाने भयो ए मार्फामा हामी खाना खानेछौँ ओके हामी कागबेनी आइपुग्यौँ भनेर एकदम एक्साइटेड थियौँ यो पुलबाट नि हामी कागबेनी छिरिन्थ्यो तर अनफर्चुनेटली हामी यसरी जाममा पर्यौँ यहाँको जाम कस्तो हुँदो रहेछ भन्दाखेरि यो के अरे यो च्याङ्रा अनि हामीले कुरा गरेको एउटा च्याङ्रालाई 25,000 पर्ने हुँदा हामीले हिसाब गर्दाखेरि मोटामोटी 1 करोड बाटोमा हिँडिरह भनेर हामीले एउटा बनायौँ होइन त विशेष के अझ बढ्यो 30,000 पर भएपछि एउटा च्याङ्राको 30,000 को हिसाब गऱ्यो भने पनि यहाँ केही नभए पनि 300 वटा च्याङ्रा छ छैन र होला छ यति धेरै 200 वटा त छ होला भनिदिनुहोस् दर्शक बिन कतिवटा छ ल 150 वटा छ भयो कति अनि 150 वटा भए पनि 45 भन्छ नि कता गयो यहाँ यही च्याङ्रा चलाउनेलाई च्याङ्रा भन्छ के च्याङ्रा सोध्नु त ल च्याङ्रालाई लेफ्ट हाल्दै हामी माथि जान्थ्यौँ च्याङ्राहरू 3 जना च्याङ्रा हुनुहुन्छ हामी चाहिँ यता माथि जान्छौँ बाई बाई च्याङ्रा दादा बाई गर्नु उहाँले ल बाई च्याङ्रा हाम्रो ट्राफिक जाम खुल्यो धन्यवाद ल सी यु इन हाम्रो लन्च कहाँ खाइन्छ मेबी इन मार्फा लोमानथाङबाट वी आर नाउ इन जोमसोमबाट हामी मार्फा आइपुग्यौँ मार्फामा हाम्रो खाना खाने कार्यक्रम छ होटेल न्यू थाकोलाइन रेस्टुरेन्टमा वी आर गोइङ टु ह्याभ आवर लन्च एट 2:15 PM द वेदर इज नाइस मजाको हावा चलिरहेछ सबैजना खाना खानु रेडी भइसकेको छ है ओके आज हाम्रो दाइको स्पेसल अफरमा आइयो भनौँ न है दाइले भन्नुभएको होटेलमा हामीले के अरे कागबेनीदेखि खाना अर्डर गरेर रेडी बनाएर राखेको छौँ तुरुन्तै आइपुग्छ होला साथै के राम्रो लाग्यो अरे तातो पानी आयो रेस्टुरेन्ट सफा रहेछ
त्यो त तल वेलकम गर्नलाई सेम कलरको बोर्डर बनाएर रहेछ होइन सबैभन्दा धेरै आत्तिको मान्छे यही थियो म त माथि हुँदाखेरि लमानथाङमा टाढा काटेर आयो नि आनन्द मेरो छोरा र मलाई आनन्द भयो ठिक छ त आत्तिएपछि ज्वाइँ आत्तिन्छ ज्वाइँ आत्तिएपछि हामी आत्तिन्छ हामी आत्तिसकेर ट्रिप नै आत्ति थियो पुरा ट्रिपै आत्ति थियो एटलिस्ट चाइनाबाट नदेखि नेपालको चाइना भन्सारबाट भन्सार देखेर आयौँ हामीले त्यही हो त्यही भन्सारलाई नै संसार मान्नु पऱ्यो एकछिनलाई ओके के छ के गर्दैछन् ए ल अद्री हाम्रो भान्जा यहाँ माम खाँदैछ हेलो भान्जा हेलो व्हाट्सअप यता अधिराज भट्टराईले खाना खाँदैछ के छ खाइरहेछ बाबुले खाना अलिअलि सुत्सु इज वाचिङ मोबाइल ओके मोबाइल बन्द गर ल खाना आयो तिम्रो खाना नै आउँदै होला नि सुत्सुको खाना सबै तरकारीहरू मलाई सिफ्ट गर्दै छोरी खाना के छ खाना आइसक्यो चिकन ल्याइदिउँ है चिकन खाइदिने स्वार र ज्वाइँ खानु भएछ ल ज्वाइँ खानु ल ल खाना खाउँ है तपाईँ ल अहिले मार्फा गाउँको सपिङ गर्दैछौँ सपिङ गर्दाखेरि विश्वासले के हेर्दैछ 1350 मा आउँदैन मोली मोलाई हुँदैछ कति रे 1400 मा मोली मोलाई गर्दैछ विश्वास पत्रले निकाल्दै हो एउटा लिएर जाने कि दुईटा लिएर जाने हो एउटा लिएर जाने खाइन्न धेरै टेस्ट मात्रै गर्ने नि के नाम रहेछ खै दिदी हेरौँ त ओल्ड मार्फा एप्पल ब्रेन को एकजना भने ल ल हामीले यो लाने भयौँ ओल्ड मार्फा एप्पल 1400 ल अब एकछिन यताको बेचबिखन कार्यक्रम हुन्छ नि यहाँ मार्फाको लिइसक्यो वेलकम टु मार्फा भिलेज हाम्रो धेरै हेर्नु चाहन्छु तर समयको अभावले क्यान्सल आयो We made it. कस्तो मिठो आउँछ हो त्यसो यो खानेलाई चाहिँ टक्क चियर्स गरेको थोरै एक क्लिपमा जाओस् है त म थोरै अभियसली नि यहाँबाट आएको होइन नि खाने हो ल खै दाइ आउनु भयो होइन हामीले यसो खुट्टा तन्कायौँ होइन ल अब सी यु आवर टार्गेट इज टु रिच टु पोखरा तर हामीले त्यही पनि समयले कहाँ कहाँ लान्छ हामी त्यहीसँग पुग्ने प्लान छ ए हो र हाम्रो दाइ अझै आइसक्नु नभएको भएर हामी यहाँ अझै स्टप बाई बाई हेलो 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 सबैजना टायर्ड हाई 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 दिस इज माई अरू छैन उतापट्टि साइडमा के छ त्यहाँ